युगदेखि युगको रिलिज पश्चात एक किसिमको सानोतिनो क्रान्ति नै आयो नेपाली चलचित्र उद्योग। तपाईँ आफै युग भन्नुभयो नि। र त्यस पश्चात चाहिँ नि मैले त्यो फिल्म गरेको 6 महिना पश्चात म त एकैचोटि 2टा फिल्म गर्ने, त्यसको 1 वर्ष पश्चात एकैचोटि 4टा फिल्म गर्ने। कति समय त तपाईँलाई थाहै भएन होला कि आज तपाईँको कहाँ सुटिङ छ। त्यही त कन्टिन्युअस म 20 वर्ष जस्तो त तपाईँको 16 देखि 18 घण्टा कन्टिन्युअसली काम गरेँ। 20 वर्षसम्म लगातार। दसैँ तिहारमा पनि हामी मिनिमम लिन्थ्यौँ कि, दसैँमा पनि एक दिन, टिकाको अघिल्लो दिन, टिकाको पछिल्लो दिन, अनि त्यसपछि चाहिँ फेरि गरिहालेँ। किन रफ्तारमा चाहिँ नि मैले काम गरेँ, जुन चाहिँ मैले पहिलो चलचित्र गर्दाखेरि मैले सोचे पनि थिएन, इमेजिन पनि गरेको थिइनँ। त्यसरी चाहिँ नि मेरो करियरले चाहिँ नि निरन्तरता पाउँदै गयो। अनि आज धेरै जसो तपाईँहरू जस्तो व्यक्तिले मलाई सोध्नुहुन्छ, तेरो तपाईँ नेपाली चलचित्रमा काम गरेर सबभन्दा गर्वको कुरा के हो होइन, जुन मान उपाधि सम्मान, मलाई त्यो मान उपाधि सम्मान या स्याबासीहरू भन्दा पनि मलाई सबैभन्दा खुसीको कुरा के लाग्छ भने मेरो आफ्नो करियर, व्यक्तिगत करियर जुन नेपाली चलचित्रमा मैले गरेँ र नेपाली चलचित्र क्षेत्र चाहिँ नि प्यारलली अगाडि बढ्दै गयो, समानान्तर हिसाबबाट। म अगाडि बढेँ, क्षेत्र अगाडि बढ्यो, क्षेत्र अगाडि बढ्यो, म अगाडि बढेँ। अहिले फर्केर तपाईँ नेपाली चलचित्रको विकास क्रमको एउटा हुलाकी। अहिले फर्केर हेर्दा मेरो सबैभन्दा गर्वको पाटो चाहिँ त्यही नै हो।